कस्तो लाग्दैछ छोरी ठिक छ वेलकम साथीहरू स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भ्लगमा अनि आज अलिकति यसो एनिभर्सरीको दिनमा घुमफिर गरेर परिवारसँग हल्का रमाइलो समाइलो गरेको भिडियोहरू बनाएको छु अनि यसो हेरिदिनु होला आजकल 5-6 दिन भयो घुमफिर मात्रै चल्दैछ काम पनि त्यस्तै घुम्ने हिँड्ने जस्तो भएको छ कामको वाट लागेको छ अनि बेलुका काम गर्ने रातिमा काम गर्ने दिनभरि घुम्ने जस्तो भइरहेको छ भिडियो हेरिदिनु होला नयाँ साथीहरू हुनुहुन्छ भनेदेखिलाई तपाईँहरूलाई धेरै स्वागत छ मेरो भिडियोमा मेरो च्यानलमा अनि त्यस पछाडि लाइक सब्सक्राइब गर्नु होला अनि कमेन्ट पनि छोडिराखिदिनु होला मन पऱ्यो भने है त यस्तै रमाइलो कन्टेन्ट हेर्न यो अनुहार परेको मान्छेलाई के गर्नु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो है त ओके सुरु गर्नु त चाबी हाल्नु नै बाइकको ल थ्याङ्क यू सो मच मेरो छोरीलाई ल छोरीले एनिभर्सरीको ठुलो गिफ्ट ल्याइदिन्छ ल छोरीको गिफ्ट एनिभर्सरीको गिफ्ट लगाउन मलाई यत्रो ठुलो पैसा अब छोरी मेरो है एनिभर्सरी पैसा जम्मा गरेर यो ड्रेस कि कति अब जतिसुकै पर्छ न त्यति अनि यो यत्रो पैसा जम्मा गरेर ल धन्यवाद एनिभर्सरी मनाउनलाई के एउटा अरू फोटो खिचेर आउनुला लगभग के भन्छ हामी चाहिँ त्यहाँ गएर खेल्ने पनि छौँ ल बुढाहरूको इच्छा पुरा गरिदिउँ भनेर आएको केएल टावरमा अब विदेशमा हुँदा यस्तो लिफ्ट हरेक दिन चढिन्थ्यो यहाँ त देख्न अलिक गाह्रो पर्ने रहेछ साथीहरू कहिले काहीँ मात्र आउनुपर्छ अच्छा अनि त्यसमा चाहिँ किन्दैन कस्तो लाग्दैछ छोरी ठिक छ स्पेसली एनिभर्सरी पनि मनाइयो यसपालि 11औं वर्ष बुढाहरूले इच्छा हल्का पुरा गरिदिएको अवस्था ल फाइनल्ली केएल टावर त आइयो तर मान्छे छैन छोरीलाई खेलाइदिउँ भनेको यसो गाडी साडी मिल्दैन अरे एकजना मात्रै ग्याङ चाहिन्छ अरे ग्याङै छैन अब के गर्ने होइन त्यही पनि हामी घुम्दैछौँ
लड्छ है ल है सरर बाइकमा कहिलेकाहीँ मजै आउँदो रहेछ अब यस्तो हिँड्दाखेरि पनि परिवारसँग सुरुमा त त्यस्तै हो ठीक है खै खासै केही भएन आज अब त्यही हो त्यहाँ तल क्याफे स्याफे गएर यसो अलिअलि कफी सफी अलिकति तन्काउनु पर्छ होला यहाँ आएर चाहिँ अहिले यो दोस्रो तलामा आएर चाहिँ बरु अलि मजा फिल भयो मान्छे छैन मान्छे घराम भएको भए शनिबारतिर जस्तो भएको भए चाहिँ रमाइलो हुन्थ्यो कतिौँ तल्लामा आयो यो पनि भरे बेलुका चाहिँ हाल्नुपर्छ होला ल फाइनली अब हामीले फोटोसोटो सबै सिधाइसक्यो अब हामी अब निस्किसक्यो अब हामी केही च्याप्छौँ खानेकुरा बाहिर गएर त्यसपछि हामी एन्ड गर्छौँ एन्ड गर्ने भनेको अलि दामी ठाउँ त यहाँ पो रहेछ ठिकै छ ल बस फेरि बस ल यस्तो छ सुर माथि पुगेर आएको हामी यसरी तलतिर ल फाइनली अब हामी निस्किँदैछौँ साथीहरू आजलाई यसपालिलाई हाम्रो एनिभर्सरीको घुमाइसक्यो धन्यवाद तपाईँहरूलाई हेरिदिनु भएको भिडियो अब छोरीले आइसक्रिम खाने अरे ल अब चाहिँ डिनर पछिटो धेरै बेर रोक्नु खानु न डिनर है अब चाहिँ ल फाइनल्ली अब केलटार घुमेर आएर किमा उडुस हो कि नुडल्स हो खाना आएको छौँ किमा उडुस हो कि नुडल्स हो खाना आएको छौँ होइन बुढाहरूलाई सुखाइदिनु पऱ्यो ल फाइनल्ली नास्ता आइसकेको छ के अरे किमा नुडल्स अरे अनि यस्तोतिर खासै खाएर हिँड्दिन्न त्यही भएर नाम पनि थाहा हुँदैन त्यही पनि अब खाइदिउँ ल ल ल कस्तो ल 11 सालको सालगिरामा अब खाओ पेट भरिने गरी खाओ अच्छा अब 1 वर्षसम्म अर्को 1 वर्षसम्म यस्ता खान पाइँदैन फेरि खान छोरी खा ल ल ल अब यस्तो चाहिँ किन नि कस्तो लाग्छ त सर ठिक छ है मिठो छ अरे ल खाओ ल अनेक छ अनेक जिन्दगीमा अनेक छ साथीहरू यतातिर अब स्टार्ट हुन्छ त्यस पछाडि हामी फाइनल्ली अब हामी निस्क्यौँ आजको भ्लग यहीँनिर समाप्त हुन्छ साथीहरू बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ हो कि वाचिङ हो